नमस्कार साथीहरू, फेरि पनि स्वागत छ हाम्रो च्यानल नेपाली टेक गाइडमा। आजको भिडियोमा हामी लिएर उपस्थित भइसकेका छौँ शासन पद्धति र संविधान सम्बन्धीका प्रश्नहरू, जुन आउँदो परीक्षा सङ्गठित संस्था पूर्व योग्यताको लागि एकदम महत्त्वपूर्ण हुनेछ। सो भिडियो स्किप नगरी अन्त्यसम्म हेर्नुहोस् अनि यदि हामीसँग जोड्नु भएको छैन भने हामीले सब्स्क्राइब गरेर हामीसँग जोड्न सक्नुहुनेछ। त्यस्तै हेरौँ आजको पहिलो प्रश्न, कानुनको मुख्य स्रोतहरू के हुन्? अप्सन ए संविधान, अप्सन बी सन्धि सम्झौता, अप्सन सी न्यायिक निर्णयहरू, फैसला, कानुन वा माथिको सबै। प्रश्न एकचोटि अझै बुझ्नु होला साथीहरू, कानुनको मुख्य स्रोतहरू के हुन्? अप्सन ए संविधान कि अप्सन बी सन्धि सम्झौता, अप्सन सी न्यायिक निर्णयहरू, फैसला र कानुन वा माथिको सबै। र यसको करेक्ट एन्सर चाहिँ माथिको सबै हुन्छ। त्यस्तै हेरौँ आजको प्रश्न नम्बर 2, कानुनी शासकको अवधारणा कसले प्रस्तुत गरेका हुन्? अप्सन ए निकोलस मैकियावेली वा अप्सन बी जीन ज्याक रूसो, अप्सन सी एभी डाइस वा अप्सन डी राजा जेम्स डुटियो। र यसको करेक्ट एन्सर चाहिँ अप्सन नम्बर सी हुन्छ साथीहरू। एभी डाइसले चाहिँ कानुनी शासनको अवधारणा प्रस्तुत गरेको थिए। त्यस्तै हेरौँ प्रश्न नम्बर 3, नेपालको पहिलो कानुन कुन हो? प्रश्न फेरि सुन्नु होला, नेपालको चाहिँ पहिलो कानुन कुन रहेको छ? अप्सन ए मुल्की ऐन 1908 वा अप्सन बी मुल्की ऐन 1910, अप्सन सी मुल्की ऐन 1912, अप्सन डी मुल्की ऐन 1915। र यसको करेक्ट एन्सर चाहिँ अप्सन नम्बर बी हुन्छ साथीहरू। मुल्की ऐन 1910 चाहिँ नेपालको पहिलो कानुन रहेको छ। त्यस्तै हेरौँ प्रश्न नम्बर 4, नेपालको पहिलो कानुन जुन मुल्की ऐन रहेको छ 1910 कसले जारी गरेका थिए? अप्सन ए जङ्गबहादुर शमशेर वा अप्सन बी जङ्गबहादुर राणा, अप्सन सी वीर शमशेर वा अप्सन डी मोहन शमशेर। र यसको करेक्ट एन्सर चाहिँ अप्सन नम्बर बी हुन्छ साथीहरू। जङ्गबहादुर राणाले चाहिँ मुल्की ऐन कानुन चाहिँ जारी गरेको थियो 1910। त्यस्तै हेरौँ प्रश्न नम्बर 5, नेपालमा हालसम्म कतिवटा संविधान जारी भएका छन्? अप्सन ए 4वटा, अप्सन बी 5वटा, अप्सन सी 7वटा, अप्सन डी 6वटा। र यसको करेक्ट एन्सर चाहिँ अप्सन नम्बर सी 7वटा चाहिँ जारी भएको छ अनि लागू भएको चाहिँ 6वटा रहेको छ हालसम्मको। त्यस्तै हेरौँ प्रश्न नम्बर 6, नेपाल सरकार वैधानिक कानुन 2004 कसले जारी गरेका हुन्? अप्सन ए जुद्ध शमशेर, अप्सन बी पदम शमशेर, अप्सन सी मोहन शमशेर, अप्सन डी भीम शमशेर। र यसको करेक्ट एन्सर चाहिँ अप्सन नम्बर बी पदम शमशेरले चाहिँ नेपाल सरकार वैधानिक कानुन 2004 जारी गरेका हुन्। त्यस्तै हेरौँ अर्को प्रश्न, नेपालमा लागू भएको पहिलो संविधान चाहिँ कुन हो? अप्सन ए नेपालको अन्तरिम शासन विधान 2007 वा नेपालको संविधान 2019, अप्सन सी नेपाल अधिराज्य संविधान 2047, अप्सन डी नेपालको अन्तरिम संविधान 2047। र यसको करेक्ट एन्सर चाहिँ अप्सन नम्बर ए हुन्छ, नेपालको अन्तरिम शासन विधान 2007। अनि यसमा एउटा कन्फ्युजिङ पोइन्ट पनि रहेको छ, जस्तै नेपालको पहिलो संविधान भन्नेले नेपालको अन्तरिम शासन विधान 2004 लाई पनि चिनिन्छ वा नेपालको संविधान 2004 लाई पनि। त 2000 को 4 जुन संविधान थियो नि त्यो चाहिँ मात्र जारी भएको थियो, लागू हुन सकेको थिएन। अनि सर्वप्रथम लागू हुने संविधान चाहिँ नेपालको अन्तरिम शासन विधान 2007 नै हो। त्यस्तै हेरौँ अर्को प्रश्न नम्बर 8, दुईवटा संविधान जारी गर्ने एकमात्र व्यक्ति को हुन्? अप्सन ए राजा त्रिभुवन, अप्सन बी राजा महेन्द्र, अप्सन सी राजा वीरेन्द्र, अप्सन डी राजा ज्ञानेन्द्र। र यसको करेक्ट एन्सर चाहिँ अप्सन नम्बर बी हुन्छ, राजा महेन्द्र चाहिँ हुन् जसले दुईवटा संविधान जारी गर्नुभएका हुन्। त्यस्तै हेरौँ प्रश्न, पहिलो पटक मौलिक हक र नागरिक कर्तव्य व्यवस्था गरिएको संविधान कुन हो? अप्सन ए नेपालको अन्तरिम शासन विधान 2007 वा अप्सन बी नेपालको संविधान 2019, अप्सन सी नेपालको अधिराज्य संविधान 2015, अप्सन डी नेपाल सरकार वैधानिक कानुन 2004। र यसको करेक्ट एन्सर चाहिँ अप्सन नम्बर डी हुन्छ, नेपाल सरकार वैधानिक कानुनले चाहिँ पहिलो पटक मौलिक हक र नागरिक कर्तव्यको व्यवस्थाको गरिएको थियो। त्यस्तै हेरौँ अर्को प्रश्न, हेरौँ प्रश्न नम्बर 10, राष्ट्रिय झण्डाको व्यवस्था गर्ने नेपालको पहिलो संविधान कुन हो? अप्सन ए नेपालको संविधान वा अप्सन बी नेपालको अधिराज्य संविधान 2072, अप्सन सी नेपालको संविधान 2019 वा अप्सन डी नेपालको संविधान 2072। र यसको पनि करेक्ट एन्सर चाहिँ अप्सन नम्बर सी हुन्छ, नेपालको संविधान 2019। प्रश्न नम्बर 11, नेपालको संविधानको विकास क्रमको दृष्टिकोणले कतियो संविधान हो? प्रश्न एकचोटि अझै बुझ्नु होला, नेपालको संविधान जुन अहिलेको संविधान हो त्यो विकास क्रमको दृष्टिकोणले कति संविधान रहेको छ? अप्सन ए 6 वा अप्सन बी 7, अप्सन सी 8वटा वा अप्सन डी
10औं नम्बरमा रहेको छ, दोस्रो नम्बरमा। र यसको करेक्ट एन्सर चाहिँ अप्सन नम्बर चाहिँ बी हुन्छ, 7औं स्थानमा रहेको छ। नेपालको संविधान चाहिँ विकास क्रमको दृष्टिकोणले 7औं स्थानमा रहेको छ। त्यस्तै प्रश्न नम्बर 12 हाल नेपालमा बोलिने भाषाको संख्या कति पुगेको छ? अप्सन बी ए 129, अप्सन बी 130, अप्सन सी 124, अप्सन डी 132 र यसको करेक्ट एन्सर चाहिँ अप्सन नम्बर सी 124 वटा पुगेको छ। त्यस्तै हेर प्रश्न नम्बर 13 नेपालको निशान छापको डिजाइनर को हुन्? अप्सन ए शैलेन्द्र महर्जन, अप्सन बी दिनेश टुण्डाकार, अप्सन सी नरेन्द्र राज भण्डारी, अप्सन डी सोमनाथ प्यासी र यसको पनि करेक्ट एन्सर अप्सन नम्बर सी नरेन्द्र राज भण्डारी हो। त्यस्तै हेरौँ प्रश्न नम्बर 14 नेपालको निशान छापमा कतिवटा लालुगुराँस रहेका छन्? अप्सन ए 12 वटा, अप्सन बी 14 वटा, अप्सन सी 16 वटा, अप्सन डी 18 वटा र यसको करेक्ट एन्सर चाहिँ अप्सन नम्बर ए हुन्छ 12 वटा। नेपालको निशान छापमा चाहिँ 12 वटा लालुगुराँसको रहेको छ। त्यस्तै हेरौँ प्रश्न नम्बर 15 नागरिकता रहदानी भिजा अध्यागमन कसको अधिकार सूचीमा पर्दछ? अप्सन ए स्थानीय तह वा अप्सन बी प्रदेश, अप्सन सी सङ्घ, अप्सन डी सबैको साझा अधिकार र यसको करेक्ट एन्सर चाहिँ अप्सन नम्बर सी हुन्छ। नागरिकता राजधानी भिजा अध्यागमन चाहिँ सङ्घको अधिकारमा पर्दछ। त्यस्तै हेरौँ प्रश्न नम्बर 16 जन्मको आधारमा नागरिकता पाएको नागरिकले नागरिकको सन्तानले बुवा र आमा दुवै नेपालको नागरिक भएमा कुन आधारमा नागरिकता पाउँछन्? अप्सन ए वंश, अप्सन बी जन्म, अप्सन सी वंशज र जन्म, अप्सन डी कुनै पनि होइन र यसको करेक्ट एन्सर चाहिँ अप्सन नम्बर ए वंशको आधारमा चाहिँ नागरिकता पाउने गर्दछ। त्यस्तै हेरौँ प्रश्न नम्बर 17 नेपालको वर्तमान संविधान पूर्ण रूपमा थप भएको नयाँ मौलिक हक कुन होइन? प्रश्न फेरि सुन्नु होला नेपालको वर्तमान संविधानमा पूर्ण रूपमा थप भएको नयाँ मौलिक हक कुन रहेको छैन? अप्सन ए अपराध पीडितको हक, अप्सन बी सामाजिक सुरक्षाको हक, अप्सन सी दलितको हक, अप्सन डी आवासको हक र यसको करेक्ट एन्सर चाहिँ अप्सन नम्बर बी सामाजिक सुरक्षाको हक चाहिँ रहेको छ। त्यस्तै हेरौँ नम्बर 18 सम्मानपूर्वक बाँच्न पाउने अधिकार कसले प्राप्त हुन्छ? अप्सन ए प्रत्येक व्यक्तिलाई, अप्सन बी नेपाली नागरिकलाई, अप्सन सी प्रत्येक विदेशीलाई मात्र वा अप्सन डी नेपाली जनतालाई मात्र र यसको करेक्ट एन्सर चाहिँ अप्सन नम्बर ए हुन्छ। प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार पाइन्छ र नेपालमा बसेको जति जनतालाई पनि। त्यस्तै आजको प्रश्नहरू यही समाप्त हुन्छ साथीहरू। यदि हाम्रो भिडियो हजुरलाई उपयोगी लाग्यो भने हाम्रो च्यानललाई लाइक शेयर सब्स्क्राइब गरेर सपोर्ट गर्नुहोला। यस्तै अर्को भिडियो लिएर हामी फेरि उपस्थित हुनेछौँ। तबसम्मको लागि जय नेपाल, धन्यवाद। फेरि भेटौँला अब भोलि अर्को भिडियोमा।